आदरणीय दर्शक महानुभावहरू, तपाईहरूले देखिरहनु भएको छ यो दुईटा सखुवाको रुख सुकेको अवस्थामा छ। यो त्यसै सुकेको होइन रहेछ। यो दुईटा सुकेको रुखलाई सुक्न बाध्य गराएको चट्याङ परेको कारण यहाँ म भन्न चाहन्छु। फेरि चट्याङ खाने छ यो रुखलाई। यो चट्याङले हानेको रुखमा तार छ। यो तारको फैलावट जहाँसम्म छ त्यसका आसपासका 1 मिटर वरपरका सबै बोटबिरुवाहरू मरेको अवस्थामा छ। जहाँसम्म यो तारको लम्बाइ छ त्यहाँसम्म यो चट्याङको असर परेको छ। हेर्नुहोस्, यो सब रातो रातो भएको जति तारले छोएको झाडीहरू हो। यहाँसम्म कि यो दुईटा रुखमा हानेको चट्याङको 10 मिटर आसपासमा रहेका सबै बोटबिरुवाहरू मरेको अवस्थामा छ। सतर्क रहनुहोस्। यो दुईटा रुख पुरै मरेको अवस्थामा छ। आसपासका रुखहरू हेर्नुहोस् कति हरियो छन्। यो चट्याङ हानेको स्थान पथरी र उर्लाबारी बीचको जयचोकबाट पश्चिमपट्टि रहेको श्री चौतारी सामुदायिक वनको सडक नजिकै हो। सखुवाको लाख्रालाई प्रहार गरिएको हो। घटनाको प्रकृति हेर्दा 2-4 दिन अगाडि भएको अवस्था ठम्म्याउन सकिन्छ। क्यामेरामा निरज, साक्षीहरू दुईटा रुख चट्याङ परेको।